के यो दुध चियाले मेरो ब्लड सुगर स्पाइक गर्छ या स्टप गर्छ? लेट्स फाइन्ड आउट। म युज गर्दैछु कन्टिन्युअस ग्लुकोज मनिटर जुन मेरो बडीमा अट्याच छ टु सी यो एक कप चिनी नभएको दुध चियाले मेरो ब्लड सुगर स्पाइक गर्छ कि स्टप गर्छ। यो एक कप चियामा छ 2.5 ग्राम प्रोटिन, 50 क्यालोरिज, 3.5 ग्राम कार्बोहाइड्रेट्स र 2.5 ग्राम फ्याट। हेलो एभ्रिवान, हामीले आज ब्रेकफास्टमा मिल्क टी विदाउट सुगर खाएको लगभग 2 घण्टा भइसक्यो। नाउ लेट्स सी वाट माई ग्लुकोज मोनिटर सेज। तपाईँ हेर्न सक्नुहुन्छ मेरो ब्लड सुगर लेभल चिया खाइसकेपछि पनि एकदम स्थिर र स्टेबल रह्यो, विच इज अ भेरी गुड साइन। दुधमा भएको प्रोटिन र फ्याटले एउटा नेचुरल ब्रेक जसरी मेरो ब्लड स्ट्रिममा ल्याक्टोज जुन एक प्रकारको सुगर हो अब्जर्ब गर्ने प्रोसेसलाई स्लो डाउन गर्यो। द्याट इज द रिजन आई डिडन्ट ह्याभ एनी स्पाइक। प्लिज कमेन्ट गर्नुहोस् अब म कुन फुडको टेस्ट गरौँ भनेर। रिमेम्बर, इन्डिभिजुअल रिजल्ट्स भ्यारी एन्ड फलो फर मोर।